दर्शकवृन्द, मानवीय शरीर एक रहस्यले भरिएको छ। यसमा विभिन्न अङ्गहरू रहेका छन् र ती अङ्गले आफ्नो आफ्नो काम अदृश्य रूपमा गरिरहेका हुन्छन्। त्यसमध्ये आज हामी मस्तिष्कको बारेमा चर्चा गर्दैछौँ र मस्तिष्कभित्र रहेका विभिन्न रहस्यहरूको विषयमा चर्चा गर्नेछौँ। र मस्तिष्कको बारेमा आज हामी अनेकन रोचक तथ्यहरू तपाईँहरू माझमा प्रस्तुत गर्दैछौँ। कृपया भिडियो अन्त्यसम्म हेर्नुहोला, किनकि अन्तिमको मस्तिष्कको रहस्य र तथ्य यति रोचक छ कि तपाईँले हेर्नै पर्ने हुन्छ। कृपया च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला र नजिकै रहेको बेल आइकनलाई पनि दबाउनु होला। आउनुहोस्, मस्तिष्कभित्र रहेका विभिन्न रोचक तथ्यहरू चर्चा गर्ने क्रममा पहिलो रोचक तथ्य रहेको छ, मानिसको मस्तिष्कको तौल शरीरको जम्मा तौलको 2% हुन्छ, तर यसले 20% शक्ति र अक्सिजन प्रयोग गर्दछ। दोस्रो रहेको छ, मानिसको मस्तिष्कमा 73% पानी हुन्छ। तपाईको ध्यान सम्झिने सक्ने क्षमता र अन्य संज्ञानात्मक क्षमताहरूलाई असर गर्न 2% पानीको प्रयोग हुन्छ। नम्बर 3 मा रहेको छ, अक्सिजन बिना 5 मिनेटमा मस्तिष्कको क्षति हुन सक्छ। चौथो नम्बर रहेको छ, शिशुहरूको ठुलो टाउकोले मस्तिष्कको छिटो वृद्धिलाई रोक्दछ। शिशुहरूको 2 वर्षको हुँदा मस्तिष्कको भनेको वयस्क भएपछिको मस्तिष्कको 80% हो। मानिसको मस्तिष्कले 20-25 वटा बिजुली उत्पादन गर्न सक्छ, जुन कम वाटको एलइडी लाइटको लागि प्रशस्त हुन्छ। एउटा साधारण मस्तिष्कले एक दिनमा 50,000 विचारहरू उत्पादन गर्दछन्। त्यसमध्ये 70% विचारहरू नकारात्मक हुन्छन्। तपाईहरूले थाहा पाइहाल्नुभयो, मस्तिष्कमा 70% नकारात्मक विचारहरू हुने गर्छ। यसर्थ नकारात्मक विचारलाई हटाएर सकारात्मक विचार ल्याउने प्रयत्न हामीले गर्नुपर्दछ। यस्तै सामान्यतया केटाहरूको तुलनामा केटीहरूको मस्तिष्क 10% सानो हुन्छ। यो वैज्ञानिक तथ्य हो। मानव मस्तिष्कलाई अहिलेको प्रविधिहरू घडी, स्विचबोर्ड, कम्प्युटर र इन्टरनेटसँग तुलना गरिन्छ। यसैगरी अर्को नम्बर रहेको छ, मानव मस्तिष्कको भण्डारण क्षमता लगभग असीमित मानिन्छ। यो कम्प्युटरको र्याम जस्तै प्रयोग गर्न मिल्छ। मानव मस्तिष्क 10% मात्र प्रयोग हुन्छ भन्ने कुरा गलत हो। मस्तिष्क स्क्यानले देखाउँछ कि हामीले धेरैभन्दा धेरै मस्तिष्कको प्रयोग गर्छौँ। मानिसको टाउकोमा भएको मस्तिष्क मात्र मस्तिष्क होइन। मानिसको आन्द्रामा अर्को एउटा मस्तिष्क हुन्छ, जसमा मानव मस्तिष्कमा 1 सेकेन्डमा 1 लाख भन्दा बढी रसायनहरू प्रतिक्रिया हुने गर्दछन्। अल्बर्ट आइन्स्टाइनको मस्तिष्कको तौल 1230 ग्राम थियो, जुन औसत भन्दा 10% कम हो, तर पनि न्युरोनहरूको मात्रा औसत भन्दा बढी थियो। त्यसर्थ उनी धेरै सोच्ने गर्दथे। र अन्तिम नम्बरको तथ्य रहेको छ, मानव मस्तिष्क प्रत्येक दिन सानो हुँदै गइरहेको छ। अबको 10-20 हजार वर्षपछि साधारण मानिसको मस्तिष्क टेनिस बल जत्रै हुनेछ। छैन त रमाइलो रोचक? दर्शकवृन्द, हामीले चर्चा गर्यौं मस्तिष्कका विभिन्न तथ्यहरूको विषयमा र हामीले उल्लेख गरे मध्येको सबैभन्दा रोचक तथ्य तपाईँलाई कुन चाहिँ लाग्यो? कृपया कमेन्ट बक्समा कमेन्ट गर्न नबिर्सनुहोला। र च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्स्क्राइब गर्नुहोला र नजिकै रहेको बेल आइकनलाई पनि दबाउनुहोला, ताकि यस्ता रोचक सामग्रीहरू हामी भविष्यमा लिएर आउनेछौँ र जुन चाहिँ तपाईँले पहिलो पटक आफ्नो मोबाइलमा नोटिफिकेसन पाउनुहुनेछ। र केही सुझाव सल्लाहहरू छन् भने पनि कृपया कमेन्ट बक्समा लेख्न नबिर्सनुहोला। यतिन्जेल भिडियो हेरिदिनु भयो, धेरै धेरै धन्यवाद। र आफ्नो मस्तिष्कलाई सधैँ स्वस्थ, चुस्त, दुरुस्त राख्नुहोला। धेरै सोच्नुहोस्, तर सकारात्मक सोच्नुहोस्। यही भन्दै भिडियो हेरिदिनु भयो, धेरै धेरै धन्यवाद।